स्वागत छ मेरो 14 भ्लगमा। कति लामो लामो घर, आम्मामा कति लामो ठुलो घर हो यो। भ्लग बनाउँछु ल, भ्लग बनाऊ ल गाइज। आफ्टर लङ टाइम पछि फेरि स्वागत छ हैन। मलाई स्वागत छ, फेरि पनि म फर्केर आएको छु यो ठाउँबाट। यो ठाउँ चाहिँ ठुलो थाहा छैन हैन। टक्क आज यसो घुम्न साह्रै जाडो भएर यसो घाम ताप निस्केको हामी चाहिँ हाम्रो यानो दोस्तसँग टक्कसँगले हैन। धेरै पछि आएको छु यसो हैन। यति भन्दै बिदा माग्छु। अब भोलि पर्सि लामो भ्लग लिएर आउँछु आजको लागि। अनि भयो भने यहाँ छोटो मिठो देखाउँछु गाइजहरूलाई। धेरै धेरै सम्झना छ, माया छ है। आराम कुशल हुनुहुन्छ होला सबैजना, आराम कुशलै रहनु होला गाइज। त्यस्तो छ हाम्रो यो बाटो चाहिँ है। नेपालतिर चाहिँ अब लेफ्ट साइडबाट हाम्रो चल्थ्यो, लेफ्ट साइड हुँदै हामी यता जाँदाखेरि है। तर यतातिरको साइड भने चाहिँ राइट हुन्छ है नेपालभन्दा बाहिर चाहिँ गाइज। यो हाम्रो जेब्रा क्रसिङ एक्टसँग कस्तो सिनहरू। ज्ञान दोष हिँडेर चाहिँ हिरो, आमा हिरो हो क्या यार। होइन यहाँ पर जेब्रा क्रसिङ होइन, यो क्रोकोडाइल कङ्गारो क्रसिङ भन्छ त्यसलाई चाहिँ। अहिले चाहिँ एकदम यहाँतिर जाडो छ, -5 डिग्री 6 डिग्रीसम्म हुन्छ नि। तर गाह्रो छ धेरै नै है। यस्तै छ ठाउँहरू नेपालभन्दा बाहिरको देशमा ठाउँमा यार। ठिक छ, राम्रो चलिरहेछ। तर स्टे ट्युन गाइज। अब हामी चाहिँ गरिब हो नि त। अनि गरिब भएको कारणले चाहिँ हामी चाहिँ अब यहाँबाट बस चढेर जानुपर्ने हुन्छ। कार चढ्ने हाम्रो हिम्मत छैन, औकात। अनि टक्कसँगले यहाँबाट चाहिँ हामी बसलाई वेटिङ गरेर उताबाट आउँछ बस, यहाँबाट हामी चढेर चाहिँ जानुपर्ने हुन्छ। आजको हाम्रो यात्रा भनेको यसो घुम्ने, सामानहरू किन्ने टक्कसँगले है गाइज। त्यस्तै छ। के छ गाइजहरू, सबै ठिक छ होला नि होइन? ल राम्रै रहनु होला, आराम कुशल रहनु होला है। भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब गर्नु होला है। एकदमै धेरै धेरै माया छ मेरो गाइजहरूलाई। जाडोले यार रन्काउन लागिसक्यो यार। के हो दोस्त, कहिले आउँछ बस यहाँ हेरेर भन त, कहिले आउँछ बस? कति बजीसम्म आइपुग्छ यार? पिलित्त भइसक्यो त यार। बोलाउन कल गरेर गर न यार। बस सस आउँदैन यार। कहिले आउनु यार? के भनिदेऊ न यार, भन न के? रतन कार्कीको भाइ, रतन कार्कीको भाइ भनिदियो यार। त्यो कार्की र लिम्बू कहाँ मिल्छ यार? हामी साथी भन्न मिल्छ यार। के भन न यार? नजिसाउन ऊ आयो। क्यामेरा सायो हो क्या त? हेलो हेलो चाहिँ भनिदेऊ न त। हेलो भन न। हो यत्तिको हुनु पर्यो नि। गालाको छाला पनि गइसक्यो यार। नेपालमा यहाँ हावापानी नमिलेर यता गर्मी गर्मी, यता चिसो चिसो यार। खत्तम भइसक्यो, बुढो भइसक्यो। चौरी परेर हावापानी नमिलेर गाह्रो छ गाइज। कहिले राम्रो हुने होला हो? म दुःख छैन, तर दुःख गर्न आएको मान्छेको दुःख गर्ने हो। टक्कसँगले कमाउने हो, जाने हो। यसको मतलब छैन अब बुढो पनि भयो होला यार गाइज है। के छ, हामी त बस पुऱ्याएछौँ गाइज। आज हाम्रो भ्लग यहीँ इन्डिङ होला जस्तो छ। किनकि अब बस चाहिँ नआएको कारणले होइन, साथीले फोन गर्नु खोजेको नम्बर अलिकति रहेनछ, त्यही भएर गाह्रो छ। फाइनली बस पनि आएको अवस्था छ गाइज। ट्याक्कसँगले हामी बसबाट जाने हो गाइज। अहिले बोलौँ ल है। बोल्न मिल्दैन र मात्रै हो क्या यहाँ गाइज। हिरो छ नि क्या फाइनली बसबाट हामी निस्केको अवस्था। घाम चाहिँ टिलिक्क लागेछ यो मान्छे जस्तै टल्किएर। म त कालै भइसक्यो यता। पुलिसको गाडी छ यो। यस्तो छ हाम्रो ठाउँहरू, यहाँको पार्कहरू। यो क्लिन, एकदमै सफा, दामी चिटिक्क। दोस्रोमा यसरी हिँड्दैछौँ ड्याक 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 गरेर। यहाँ जाडो छैन कि हल्का यार।
हामी यहाँको बस चाहिँ यही हो टक्क अब हामी मोन्स्टर हानिन्छ है झ्याप्पसँग यता हेर्दा एकचोटि खाएर देखाउ त ट्याक्क हाम्रो मोन्स्टर जुस अब हान्ने यहाँ राखेर अनि एउटा चक्लेट एउटा च्युइङगम यहाँको नेपालको ह्याप्पी एन्ड जस्तो हुन्छ गाइज स्टार्ट भयो ल गाइज म अनुभव दिन्छु कस्तो हुन्छ देखा त कस्तो पुरा निगार जस्तो छ त यार हुर्का निगार दामी रहेछ यार थ्याङ्क्स दोस्त हाम्रो ज्ञान दोस्तलाई मोन्स्टरै गाइजको चाहिँ यहाँको फेमस रकेट उडिरहेको छ है गाइजहरू रकेट यहाँ च्याप्पसँगले चुइँ त्यहाँ दिउँसै रकेट उडेको देखिन्छ यार यस्तै छ हाम्रो युरोपको हाम्रो सिनहरू है गाइज सो गाइज हामी चाहिँ अहिले यो ठाउँमा हामी कुन ठाउँमा अरे दोस्यो कोन्स्टान्टा भन्छ यसले चाहिँ यो ठाउँमा हामी आएको छौँ यहाँदेखि हामी बस चढेर फेरि अर्को ठाउँ जान्छौँ हामी अहिले साथीहरू आउँदैछ उताबाट हाम्रो नेपाली साथीहरू उनीहरू आउँछ च्याप्पसँगले हामी जाने हो यस्तो छ दृश्य है गाइज जाडो छ जाडो यो सकेको छैन एनर्जी जिङ्क खाने चाहिँ सकेको छैन अहिले भरै फेरि खानुपर्छ सकेपछि सही गाइजहरू जाडो छ दुईजना स्वागत छ मेरो 14 भ्लगमा वडामा स्वागतम अग्ली अग्ली काली काली दुईजना रहेछ हाम्रो दाइ यता हुनुहुन्छ मेरो जिगु हो जिगुमा चाहिँ आएर बसाइदियो अब हामी यसो हल्का घुमघाम गर्छौँ है ट्याक्कसँगले हाम्रो नेपालीको घुमघाम हुन्छ झ्याप्पसँगले स्ट्रेट इन गाइज कुन सहर अरे आम्मा को यो हिरो जस्तो छ त यार ठोकेर लड्छ है चुइँ हिँड्छ त हौ लड्छ है ठोकेर हो ठोकेर लड्छ है आमा तर ह्यान्सी देखिन्छ यता हेर त अब हेर त यहाँ वाह तर त्यो तिमीले टोपी लाउँदाखेरि हल्का केयर गरेर लगा कपाल उतातिर चारैतिर फर्काएर लगाएपछि बिग्रिन्छ क्या यार यस्तो चाहिँ हाम्रो जिन्दगी परदेशीको जिन्दगी यस्तै छ गाइज कति लामो लामो घर आम्मा कति लामो ठुलो घर हो यो गाइज हामी चाहिँ यो भिभो आउटसन भन्ने हामी भित्र आएर घुम्नेछौँ ट्याक्कसँगले र हाम्रो स्कुटी खेल्ने ठाउँ पनि छ ट्याक्कसँगले यो गाडीमा हजुर माइक्रोफोन दे यार एयरपोर्ट हो के किन्ने भने त्यो के कानमा लाउने के भनेको तिमीले यहाँ परबाट भिडियो बनाउँदाखेरि पनि तिम्रो त्यहाँको आवाज राम्रोसँग आउनु क्लियर आउनु त्यो के हो ए माइक्रोफोन हो त्यो त तिमीलाई त्यो एउटा अप्सन छ अनि एउटा त्यो लठीवाला त्यो स्टिक हो अनि अब जान्छ भित्र ज्ञानो के सानो यत्रो लामो गोप्रो ट्याक्कसँगले अब हामी भित्र गएर सपिङ खान्छौँ हल्का ट्याक्कसँगले भिभो आउटसन मलाई एउटा मास्क पनि किन्थ्यो होला ल कतिवटा माक्स हाम्रो टोलीहरू आउँदैछ हाम्रो लाउरे सोल्टाहरू आउँदैछ हाम्रो लाउरेहरू सँगले भित्र हाम्रो यस्तो छ है स्यापसँगले ज्ञान दोष हाम्रो ल्याम्बोर्गिनी यहाँ गाइस देख्छु रियलमा हेर्दाखेरि कस्तो बवाल देखिन्छ यार दामी छ त यार बवाल बडा छ त यार मार्केटभित्र छ नि गाइजहरू के गर्छ ज्ञान ट्याक्कसँगले अब हामी यहाँ सपिङ हल्का हान्छौँ अनि जान्छौँ साथीले लगेजहरू हेर्दैछौँ ट्याक्कसँगले मिलाएर हामी मिलाएर हेर्ने हो अहिले भरे के गर्ने हो हाम्रो चाहिँ हल्का सपिङहरू हान्यो है गाइज अब हामी चाहिँ फर्किँदैछौँ बनाउन त धेरै भिडियो बनाउने मन थियो तर हल्का अप्ठ्यारो लाग्यो होइन डर पनि लाग्यो त्यही भएर खासै मैले बनाइनँ अब हाम्रो आजको भ्लग चाहिँ यहीँनिर इन्ड हुन्छ सबैजनाले
सब्सक्राइब गरिदिनु होला भोलि पर्सि अब अर्को नेक्स्ट भ्लग चाहिँ खतरा हुन्छ कि यहाँ अहिले नयाँ भएर हो कि अलिक कति बोल्नु यहाँ भिडियो बनाउनु त डर लाग्छ कि गाइजहरू ल गाइज फाइनली हाम्रो सामान किनेर आइसक्यो ढ्याक्कसँगले रात पनि पऱ्यो ढ्याक्कसँग होइन अब चाहिँ हामी बिदा माग्नुपर्ने हुन्छ गाइजहरू रात पऱ्यो यहाँ भारी जस्तो छ है हाम्रो रासन पानीहरू टक्कसँगले मैले चाहिँ एउटा लगेज बोकेको छु यहाँ चाहिँ धेरै सामानहरू छ एकदम महँगो सामान छ यहाँ लाखको मात्र सामान छ यहाँ मेरो साथीको दोस्त चाहिँ अब चाँडै चाहिँ फ्रान्स जाँदैछ त्यही भएर उसले हल्का यो टुर जाँदैछ नि त टुरको लागि यसो नर्मल कुराहरू कपडाहरू बोक्नु किनेको मैले बोकिदिइरहेको छु गाइस यता हाम्रो दाइ आउँदै हुन्छ दाइ निन्द्रा लाग्यो हो क्या हो यहाँ अर्को हाम्रो दोस्त आउँदैछ थाके जस्तो छ यार दोस्त यार अब हामी चाहिँ इन्डिङै गर्नुपर्ने हुन्छ होइन आज यहीँसम्म हो अनि दोस्तले चाहिँ अब यहाँ कसैले लिएर आएको छ के छ हौ यहाँनिर थाकिरहेछ हाम्रो ज्ञानो दोस्त ट्याक्कसँगले अब हामी छुट्नुपर्ने हुन्छ मिलाएर गाइजहरू होइन अँध्यारो हो अब भोक डर लागिरहेछ गाइजहरू दोस्त पनि यहाँ एकदमै भ्लग बनाउँदैछ घरवालीसँग अब म चाहिँ एक्लै बनाउँदैछु गाइज जोडिराख्नु होला स्टे ट्युन अपडेटहरू चाहिँ म दिइरहेको छु कहिलेकाहीँ बनाइन्छ छुट्टीको दिनमा होइन सो टेक केयर गाइज जाडो छ अनि मिलाएर अब भेट्दै गर्नुपर्छ अनि मिलाएर चाहिँ बोल्दै गर्नुपर्छ मिलाएर है माया गर्दै गर्नुपर्छ मिलाएर जाडो छ मिलाएर तातोसँग बस्नु होला अनि अब मिलाएर कमेन्टहरू सब्सक्राइबहरू गर्नु होला है गाइज मिलाएर बाई बाई गुड नाइट सबैलाई धेरै धेरै सम्झना माया मिलाएर गाइज